सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल साथीहरू स्वागत छ हजुरले सागर भ्लग युट्युब च्यानलमा। सो गुड मर्निङ गाइज है सबैलाई। अहिले चाहिँ अब धेरै भएको थियो, म चाहिँ भिडियोहरू चाहिँ युट्युबमा लिन पाएको छैन है। र किन आएको छैन युट्युबमा भिडियोहरू अहिले यत्रो लङ टाइमसम्म चाहिँ म चाहिँ कहाँनिर थिएँ भन्ने टपिकमा चाहिँ आज चाहिँ भिडियो लिएर आएको छु है। अब हजुरहरूलाई म मेरो पछिल्लो भिडियोमा हजुरहरूलाई म भनिसकेको थिएँ, जुन मेरो मोबाइलको कारणले गर्दा चाहिँ म भिडियोहरू चाहिँ ल्याउन पाएको छैन। अब हेरौँ गाइजहरू, अब मोबाइल चाहिँ होइन के कस्तो हुन्छ म चाहिँ हजुरहरूलाई भनिसकेको थिएँ है। सो अहिले चाहिँ म बुटोल छु है, यहाँ के भन्छ यो नरपुरतिर हो के, अनि अझै भित्र यो कि टोल भन्छ सुन्नुपर्छ, मिलन चोकतिरै हो, मिलन टोलतिर हो होइन। एक्ज्याक्टली लोकेसन चाहिँ एक्ज्याक्टली लोकेसन चाहिँ मलाई पनि थाहा छैन अझै, किन भन्दाखेरि म पनि एकैचोटि आएको थिएँ कि यहाँ घर भन्दै चाहिँ आएको हो है। सो त्यही हो, अहिले चाहिँ अब म ठुली मम्मीकोमा आएको थिएँ है, बहिनीसँग भेट हुन, प्लस अब ठुली मम्मी अब दिदी भेनाजु होइन भान्जासँग, अनि फेरि गोविन्द दाई ठुली मम्मीहरूसँग भेट हुन चाहिँ आएको थिएँ है। अनि मेरो एउटा काम पनि थियो है, काम पनि अब सक्सेस भइसकेको छ। सो त्यही हो गाइजहरू, यहाँनिर हेर्न सक्नुहुनेछ है। अब यो चाहिँ ठुली मम्मीको घर चाहिँ फाइनली कम्प्लिट भइसकेको छ है, घर चाहिँ रहेको छ। अब हाम्रो चाहिँ एन्ट्री हुन्छ यहाँबाट टक्क लाएर मेन रोड छ है, रोडै हो टक्क लाएर, अनि भित्र छिटो पर्ने हुन्छ। अझै कम्प्लिट चाहिँ भएको छैन, यहाँनिर चाहिँ गेट राख्न बाँकी छ है। अनि गेट राखिसकेपछि यहाँनिर चाहिँ हेर्न सक्नुहुनेछ तुलसीहरू छ है, राख्नको लागि मैरीहरू, अनि यहाँ पूजाहरूको लागि टक्क मन्दिर पनि सकेको छ। यहाँ चाहिँ गार्डन हेर्न सक्नुहुन्छ। यहाँनिर चाहिँ हाम्रो पिन्टु छ, पिन्टु, हेलो पिन्टु, हाउ आर यु? हाई भन्दै पिन्टु, यो फेरि खतरा रिसा है, यहाँनिर चाहिँ हेर्न सक्नुहुनेछ, यहाँनिर टक्क लाएर। सो साथीहरू, यहाँनिर चाहिँ हेर्न सक्नुहुनेछ हजुरहरू है, गार्डनहरू रहेको छ टक्क लाएर है, एकदम राम्रो छ, फुलहरूले सजाएको। अब भित्र चाहिँ अहिले चाहिँ अब त्यहाँ ठुलो मम्मीले चाहिँ हल्का काम गर्दै हुनुहुन्छ अहिले, बिहान उठेर चाहिँ पोछाहरूलाई यहाँनिर हेर्न सक्नुहुनेछ। त्यो चाहिँ अहिले म एकछिन पछि हजुरलाई चाहिँ भित्र पनि गएर देखाउने छु। सो त्यही हो। अनि अर्को कुरा चाहिँ अब मोबाइलले गर्दा म हजुरलाई भनिसकेको थिएँ है, अब मेरो चाहिँ अब एन्ड्रोइड हो है, अब पहिला चाहिँ बहुत बहुत ल्याग गरिरहेको थियो। यहीँ रहेको छ, यो चाहिँ के भन्छ रियलमी C53 है, पुरानो नि बहुत पुरानो भइसकेको छ। सो त्यही हो, अब अहिले चाहिँ क्वालिटी हेरेर पनि हजुरलाई थाहा भएको होला है, केबाट सुट गरे अहिले चाहिँ भिडियो भनेर। सो त्यही हो, म चाहिँ फाइनली आइफोन चाहिँ लिइसकेको छु है, आइफोन लिएको चाहिँ हिजो हो है। अब हिजो चाहिँ म आइफोन लिइसकेको छु, के होला कस्तो होला, आइफोन कति मोडल हो के कति भन्ने कुराहरू चाहिँ अब भिडियोमा भन्दा पनि एउटा त्यो मेरो चाहिँ आइसकेको छ त्यो टिकटकमा पाण्डे मोबाइलबाट है। अब त्यही गरेर हेर्नु होला। अब अहिले मलाई फेरि अलि भन्न मन अलि झ्याउ लाग्छ, यो यताउता त ठिक लाग्दैन है। त्यही भएर अब जे हो, अब मलाई फेरि मेन भनेको चाहिँ आइफोन ल्याउनुको मेन रिजन चाहिँ कन्टेन्टको लागि मात्र हो कि होइन। अब युट्युबर हो, अब युट्युब पनि अब एडिटहरू पनि गर्छु है, तर क्वालिटीहरू चाहिँ छैन है अब भिडियोको अनि मोबाइलको कारणले गर्दा चाहिँ मलाई चाहिँ बहुत समस्यामा थिएँ म। सो त्यही हो, अब अहिलेसम्म चाहिँ मलाई मन परेको अलि राम्रो होइन एडिटहरूको लागि, सबै कुरा क्यामेरा क्वालिटीको लागि चाहिँ कुरा गर्दा चाहिँ सबभन्दा बेस्ट भनेको मोबाइल चाहिँ रेडमीको थियो, रेडमी नोट 9 प्रो है। अब त्यसपछि त्यो मोबाइल मैले गुमाइसकेपछि चाहिँ धेरै फेस गर्नु पऱ्यो। अनि अरू मोबाइल त अब त्यस्तै हो, एउटा कुमा पनि चित्त बुझाएको थिएन है। अब त्यही हो, कहिले के हुन्छ कहिले बजेट हुन्न है, त्यस्तै हुन्छ। अनि बजेट हुँदाखेरि कहिले टाइम मिल्दैन, खै अब के हो सो त्यस्तै भएर अहिले चाहिँ बल्ल म्यानेज यहाँनिर गरेर सो फाइनली अहिले चाहिँ म चाहिँ आइफोन लिइसकेको छु। अब चाहिँ हजुरहरूलाई टाइममा भिडियोहरू ल्याउने है, अनि फेरि राम्रो कन्टेन्ट ल्याउने चाहिँ होइन, त्यही हो। अब कन्टेन्टहरू चाहिँ एकदम राम्रो आउँछ, हजुरहरूले चाहिँ माया साथ सपोर्ट चाहिँ गरिदिनु पर्ने हुन्छ है। म चाहिँ त्यही हो, अहिले चाहिँ म अब भर्खरै उठेर केही पनि गराएन, फेरि हल्का मुख मात्र धोएर अनि उठेर અહીં बसिरहेको ब्लगिङ बनाउँदै। अनि दिदी भिनाजु चाहिँ त्यहीँनिर हुनुहुन्छ है, अनि फेरि भान्जा पनि सुत्नु भएको, ठुली मम्मी चाहिँ भर्खरै अलि अघि नै चाहिँ उठेर अहिले चाहिँ काम पोछाहरू चाहिँ गर्नुभएको, अझै उहाँ त्यहीँनिर हुनुहुन्छ है। त्यही भएर अनि बहिनी चाहिँ गइसकेकी छ फेरि, अब त्यसको फेरि इक्जाम छ आज, इङ्ग्लिस हो भनेर भन्थ्यो कि होइन। अब त्यो चाहिँ गइसकेँ इक्जाम दिन, अहिले एकछिनपछि आउँछ, अनि एकछिनपछि चाहिँ भेट हुने
अहिले एकछिनपछि आउँछु अनि एकछिनपछि चाहिँ भेट हुनुपर्ने हुन्छ है। अनि गोविन्द दाई पनि भित्रै हुनुहुन्छ होइन। हिजो फेरि अब कल गरेको पहिला अनि फेरि खोइ कता कता हुनुहुन्थ्यो अनि रातिखेर आउनुभएको थियो दाई पनि। त्यही भएर दाईसँग नि अहिले राम्रो त्यस्तो राम्रोसँग अझै भेट भएन मतलब कुराकानी भएन, भेट त भएको कि। सो त्यही हो, अहिले एकछिनपछि चाहिँ भेट हुनुपर्ने हुन्छ है। चाहिँ मलाई मन परेको चाहिँ मेरो फेभरेट लाइट छ है, यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ स्यो बवाल है। ठुलो चाहिँ भर्खरै आइसक्नु बाहिर, यहाँ आउनु भन्छ छिटो। हाम्रो किचन चाहिँ यहाँ रहेको छ, छिटो गयो नि फेरि लगाएर। सो त्यही हो, अब के भन्दाखेरि अब त्यही हो साथीहरू। अब अहिले चाहिँ म रेस्ट गरिरहेको, अब कति बेला निस्किन्छु थाहा छैन। अब आज बस्छु कि बस्दैन कि फेरि ठेगाना छैन, मुड कस्तो हुन्छ है। नत्र चाहिँ भोलि सायद भोलि जान्छु होला। सो त्यही हो, भोलि भेटौँ होला है। अहिले चाहिँ अब गर्मी नै छ, भर्खर खानासाना खाएर छ अनि अहिले चाहिँ रेस्ट गर्दै बसेको। रेस्ट भन्दा पनि अब यो म चाहिँ गरिरहेको कि आइडीहरू चाहिँ अब यसमा भएको चाहिँ अब यसमा ट्रान्सफर गर्नु पऱ्यो है। अब आइडीहरू डकुमेन्टहरू सबै चाहिन्छ नि त। सो त्यही भएर अहिले चाहिँ त्यही काम गर्दै बसिरहेको है। अब बहिनी पनि भर्खर आइसकेकी छ एक्जाम दिएर। सो त्यही हो है। अब त्यही हो, अब भिडियो चाहिँ टाइममा आउँछ है। अब अलिकति एडिटहरू पनि एकदम राम्रो हुन्छ र म चाहिँ माइकहरू पनि माइकहरू त म छ कि अलरेडी। मैले चाहिँ त्यो माइकको क्लिप पनि अर्डर गरिसकेको छु है। अब त्यो पनि आयो भने चाहिँ अझै बेस्ट हुन्छ। अब भिडियो क्वालिटी त भइसकेको छ, अडियो क्वालिटीको लागि पनि माइक त मसँग अलरेडी छ। तर यो आइफोनको लागि फेरि ओटिजी कनेक्टर चाहिन्छ, त्यसको लागि चाहिँ म अर्डर गरिसकेको छु। अब त्यो आएपछि अझै बेस्ट हुन्छ भिडियोहरू चाहिँ है। अब भिडियो मात्र नभएर अडियो पनि क्वालिटी बेस्ट आउँछ। सो त्यही हो, अब आज ब्लगिङ चाहिँ यति नै, हामी मिल्नेछौँ नेक्स्ट भिडियोमा है त।